I am not serious, but the thing is serious. अङ्ग्रेजी वा ध्रुव सरको स्कुलमा पढ्यो नि त वेस्ट पोइन्ट चिल्ड्रेन एकाडेमी साउट आउट टु सबैजनालाई। आज के भन्न मन लाग्यो भन्दाखेरि यो माइक किनेको त्यही भएर हल्का चलपल दिएको है, तर चलपल त दिने तर यो कुरा चाहिँ एकदम सिरियस छ है। अस्ति भर्खर स्पेन सरकारले चाहिँ के अरे नेपाल भन्दा चाहिँ स्पेनमा बसोबास गर्ने जति पनि इलिगल मान्छेहरू छ उनीहरूलाई चाहिँ 5 महिना कम्प्लिट गरेकोहरू 5 महिना कम्प्लिट भएकोहरू र उनीहरूको अब पार्टन सार्टन के भएकोहरूलाई चाहिँ अब पेपर दिने दे क्यान एप्लाई फर दि टिआरसिआर के भनेर चाहिँ सरकारले चाहिँ घोषणा गरेर त्यही अनुसार धेरै मानिसहरूले कागजपत्र पनि बनाए। धेरै देशका मान्छेहरूले इन्क्लुडिङ हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि बनाउनु भयो। जतिजनाको आउनुभयो त्यतिजना र सबैजनाहरूलाई धेरै 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 शुभकामना होइन धेरै धेरै बधाई र अन्डर प्रोसेस भएकाहरू जति सबैलाई चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु। तर यसो भन्दै गर्दा के हो भन्दाखेरि त्यो ग्रुप मध्येमा पनि त्यो अस्ति भर्खर सरकारले जति पनि मान्छेलाई चाहिँ पेपर दिने भन्ने कुरा थियो त्यसमध्येमा पनि सबैजना मान्छेहरू त राम्रा असल त पक्कै थिएन होला। म जस्तो फटा पनि थियो होला र म जस्तो धुन्दाकारी एकदम खतरा भयङ्कर अन्डरग्राउन्ड डरलाग्दो किलर अनि के भन्छ अरू होइन त्यसो नभन्नु होला स्पेसल टाइप अफ डक्टर एन्ड इन्जिनियरहरू पनि थियो होला जसले चाहिँ अर्को किसिमको अपरेसन अनि अर्को किसिमको दबाई पानी अनि अर्को किसिमको बाटो घाटो बनाउने काम अनि अर्कै किसिमको स्ट्रक्चर बनाइदिने कामहरू गर्ने डक्टर इन्जिनियरहरू पनि थिए होला। त्यही हो थियो होला। अनि उहाँहरूले गर्दाखेरि अब जो अलिकति गरिलाम भविष्यलाई केही मात्रामा राम्रो बनाऊँ भन्ने सोच बनाएर आएका सोझा साझाहरू पनि फेरि त्यसमध्येमै छन् होला थिए होला होइन। त्यो चेन्ज एकदम यस्तो डराउँदो चेन्ज यो 4 वर्षमा यस्तो घिनलाग्दो भयो स्पेन। यस्तो भन्दै गर्दा फेरि हिजो बेलुका फेरि 8:30 बजीतिर फेरि के हो त्यस्तो एउटा सानो टापु जस्तो रहेछ स्पेनको उता मोरक्कोको छेउमा। अनि मोरक्को बोर्डरबाट मोरक्कोबाट मान्छेहरू त ल्या भाइ ले पच्यात भन्दै सबै छिरेछ। अब हामीलाई डक्टर इन्जिनियरको एकदम कमी भएको थियो। स्पेसल टाइप्सको डक्टर इन्जिनियरहरू अलिकति कमी भएको थियो जस्तो लाग्यो होला। त्यही भएर अझै हामीलाई केही मात्रामा बढी मात्रामा चाहिन्छ यस्तो किसिमको डक्टर इन्जिनियरहरू भनेर चाहिँ सायद अब कताबाट जो छिरेछ स्पेनको त्यो टापुमा। अब बिस्तारै फैलिन्छ म्याड्रिड बार्सिलोना भ्यालेन्सिया यता बिलबाउ सिलबाउ मालागा। कुरा यति हो हेर्नुहोस् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू इन्क्लुडिङ सबै जनताहरू आफ्नो ख्याल आफ्नै गर्नुहोला। हो हल्ला नगर्नु होला। मान्छेले कुटिरहेको छ भने के भएछ भनेर हेर्न नजानु होला। आफूलाई परिआयो भने नछोड्नु होला फेरि कि मरेंगे कि मारेंगे भाइ। तर त्यसरी चाहिँ सकेसम्म चाहिँ त्यो लफडामा पर्दै नपरौँ। आफ्नै काममा जाऊँ आम खाम सुतौँ आफ्नै काममा जाऊँ आम खाम सुतौँ। नेपाल जाऊँ नेपालमा गएर झगडा गर्ने गर लडिदिने लड तर नेपाल पनि नगरौँ यस्तो कुराहरू। झगडा गरेर कसैले राम्रो हुनेवाला चाहिँ छैन। हेर्नुहोस् त संसार युके युएस इरान नेपाल इन्डिया बङ्गलादेश अब यता यो के भन्छ र यो हाम्रो फ्रान्स युके लन्डन अनि हाम्रो यो स्पेन पनि अब
बिस्तारै त नभनौँ, अलिकति तीव्र गतिमै अगाडि बढे जस्तो लाग्छ मलाई त। त्यही भएर हेर प्रभुहरू, मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, आफ्नो ख्याल गर्नु होला। टेक केयर, बी सेफ, एक्लै दुक्लै नहिँड्नु होला। ग्रुप बनाएर बियरसियर खाएर पार्कतिर हल्ला गरेर नबस्नु होला है त। ल है, ल है भन्न खोजेको कुरा बुझ्यो होला नि सबैजनाले। ल बाई।